मैले अझै कतिवटा ढोका ठोकाउनुपर्छ यो थाहा पाउन कि मैले अझै कति बाधा पार गर्नुपर्छ यो जान्नलाई मैले आफैलाई त्यागिसकेँ। मौसम परिवर्तन हुन्छ र मौसमसँगै मान्छेहरू परिवर्तन हुन्छ र म यो सोध्छु कि म कसरी परिवर्तन आफ्नो वास्तविकतामा त्यागिदिन म कसरी मोडेँ नटुट्ने गरी तर समेटिने गरी सधैँको जसो घाम उदाउँछ एकछिनको लागि सबै बाछाको उद्देश्य बताउँछ तर फेरि त्यसको अपार प्रकाशले मलाई अन्ध बनाउँछ जस्तै कि मानव प्रकाशलाई पनि ढाक्न आउँछ। म सच र झुट आँसु र हाँसो सुख र दुःख पश्चाताप र मोक्ष यो बीचको साँगुरो गल्लीमा उभिएको छु जहाँ सबैजना आउँछन् र आफ्नो भूमिका निर्वाह गरी जान्छन् तर मसँग त्यो साँगुरो गल्लीमा एक टक्क भएर उभिदिने कोही पनि छैन र अब यो हल्का सन्तुलनको बीचमा मैले झगडा गर्न छाडिसकेँ। हार मानेर या डराएर होइन मैले यो बुझेँ कि कुनै युद्धहरू आफूमा आफैभित्र हुन्छ र आफै हार मान्नुपर्छ।